नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्नेछौँ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौँ। गोरखकाली रबर उद्योग लगायत 7वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौँ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा सङ्घीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ।